एकदमै ठुलो पाइरो यहाँ चाहिँ युट्युबमा हुन्छ नि भाइ यहाँदेखि सिधै माथि चाहिँ राजाभिर हैट राजाभिर होइन कहाँ पो जम्लेगाउँ पुग्छ है साथी हो यहाँ माथि ढुङ्गा आउँदैछ ऊ यहाँ चाहिँ पाइरो चाहिँ लडेकै एकदमै यहाँ चाहिँ खतरा यहाँदेखि उता हेर्नु पर्यो नि तपाईँहरूले अझै माथिसम्म पाइरो गएको देख्न सकिन्छ यहाँ उता जान सकिँदैन हो यो पहाडी देखेको जग्गा चाहिँ सिक्किम ओख्रे त्यो ओख्रे त बेङ्गाल कस्तो थुप्रेको रहेछ नि देख्न सक्नुहुन्छ तपाईँहरूले यो ढुङ्गाहरू पनि जाने रहेछ अब यो माथिको ठुलो ढुङ्गा पनि तपाईँको जाने रहेछ यसकै सिधा फेरि माथिल्लोपट्टि चाहिँ घर छ फेरि हो यहाँ पाइरो छ यहाँ घर छ तर यो घरलाई चाहिँ के गर्दैन यस्तो खोपराले गर्दा सबै आएको चाहिँ यता सुई जान्छ तपाईँहरूको यो चाहिँ रोड खुन्दै थियो त्यसले गर्दा चाहिँ पाइरो गएको नि यो चाहिँ ढुङ्गा चाहिँ झरिबस्छ कि झर्नु चाहिँ आज पानी परेको छैन चाहिँ त्यति झरेको छैन र तर झर्नु चाहिँ झर्दैछ तपाईँहरूले अलिक नजिक जाके देखाउन परेका यहाँदेखि हेर्नु पऱ्यो भने तपाईँले भिर देख्नु सक्नुहुन्छ क्या यहाँ माथिको ट्याङ्की पनि झर्न आँटेको रहेछ नि देख्न सक्नुहुनेछ तपाईँहरूले